जनावर छोड्न पाइँदैन। यो जनावर मार्न पाइँदैन भन्ने विषयमा म पनि सहमत छु। ठिक छ, यो जनावरले उनीहरूको पनि बाँच्ने अधिकार छ, उनीहरूले पनि बाँच्नुपर्छ, उनीहरू पनि एउटा सास भएको एउटा प्राणी हो, त्यसैले नमारौँ। ल ठिक छ, तर बाख्रा, कुखुरा, सुँगुर, भैँसी यो लगायत मारिँदै आइएको छ नि, यो यिनीहरू सबैलाई मार्नु नमिल्ने नियम कानुन बनाउनु पर्छ। यदि त्यसो हो भने म पनि सहमत छु। कसैले पनि मारेर खानु नमिल्ने, खानै नमिल्ने, मार्नै नमिल्ने यस्तो नियम कानुन बनाउँ। के त्यो बाख्रा, सुँगुर, भैँसी चाहिँ के जनावर होइन र? त्यो पनि त एउटा जनावर हो, त्यसको पनि त एउटा बाँच्ने अधिकार छ। त्यसैले त्यो सबै यो जुन पनि मारिँदै आइएको चिजहरूलाई चाहिँ बन्द गरौँ, मार्नु नमिल्ने कानुन लेखौँ। यसमा म पनि सहमत छु। नत्र होइन भने यो जुन कुराले किसानलाई दुःख दिइराखेको छ नि, यसलाई चाहिँ मार्नु नमिल्ने, अनि जुन कुराले दुःखै दिएको छैन, दुःख दिने कामै गर्दैन, त्यसलाई चाहिँ मार्ने, यो चाहिँ कस्तो नियम हो क्या, कस्तो कानुन हो क्या? हैन, त्यो बाख्रा, सुँगुर, भैँसीले के दुःख दिन्छ लु भनौँ त? झन् त्यसले चाहिँ सहायता दिन्छ किसानलाई, अनि त्यसलाई चाहिँ काट्दै मार्दै खाने। अनि जुन किसानले वर्षौं महिनौं लाएर चाहिँ खेती गरेको नष्ट गरिदिन्छ, दुःख गरेको नष्ट गरिदिन्छ, अनि त्यसलाई चाहिँ पूजा गरेर राख्ने, हैन? यो कस्तो नियम हो? यदि मार्नै पाइँदैन भने त सबै कुरालाई बन्द गरिदिउँ न, सबै कुरा मार्नै नपाउने, हैन? एउटा किरा, एउटा कमीलाई पनि मार्न नपाउने बनाउँ। यत्रो खेतबारीमा दबाई फिटी मारिन्छ नि किराहरू, यिनीहरू सबैलाई मार्नै नपाइने कानुन बनाउँ न, हैन? तिनीहरू पनि त एउटा प्राणी चिज हो, उसलाई पनि बाँच्ने अधिकार हुन्छ। केही प्राणीलाई मार्नै नपाइने त्यस्तो नियम बनाउँ क्या। यसमा यस्तो नियम बन्छ भने म पनि सहमत छु। हैन भने यो नाना थरी उटपट्याङ कामहरू नगर्नु होला, जुन चाहिँ किसानलाई दुःख दिने कामहरू तपाईहरुले नगर्दिनु होला। तपाईहरुले नि किसानलाई दुःख दिइराख्नु भएको छ क्या यतिखेर, किसानलाई मारिराख्नु भएको छ क्या तपाईहरुले यतिखेर। कति सजिलै भन्नुहुन्छ नि, किसानले पनि आँप, लिची जस्ता बाँदरले नखाने चिजहरू, अदुवा जस्ता, लसुन जस्ता कुराहरू लगाउनु पर्यो नि भन्नुहुन्छ नि। ल यसमा पनि म सहमत छु, तर तपाईहरुले पनि लसुन, अदुवा, यो आँप, लिची खाएर बाँच्नु पर्यो क्या। यो धान, गहुँ, मकै, कोदो, यो यस्तो चिज तपाईहरुले छुनै भएन। यस्तो चिज आजैदेखि खानु बन्द गर्नुहोस्। ल म पनि सहमत छु, म पनि ल त्यही खाएर बसौँ। ल किसानले पनि त्यही खाएर बस्छ, तर तपाईहरुबाट सुरु हुनु पर्यो क्या। तपाईहरुले स्टार्ट गर्नु पर्यो पहिला। तपाईहरु जति पनि उफ्रिराख्नु भएको छ नि अहिले यसरी नै तपाईहरु पनि त्यसमा अगाडि लाग्नुहोस् त। पछ्याउने काम हाम्रो, ल हाम्रो भयो पछ्याउने काम। पहिला गुरु हुनु पर्यो, अनि मात्रै चेलाले सिक्ने हो नि त। गुरुले सिकाएपछि चेलाले जब सिक्ने हो। ल तपाईहरु गुरु, हामी चेला भयौं, ल तपाईहरु पहिला सिकाउनु पर्यो। हैन भने यो सिक्ने नाना थरी उटपटाङ कामहरु नगर सिक्ने, किसानलाई दुःख दिने काम नगर सिक्नेहरु, भत्वाहरु।